मलाई सुरुमा नाभि वरिपरि हल्का दुखाइ महसुस भयो। सोचे सामान्य ग्यास होला, तर दिन बित्दै जाँदा दुखाइ पेटको दायाँ तल्लो भागमा सर्यो र तीव्र हुँदै गयो। आमाले भन्नुभयो, बाबु अब घरमा बस्ने होइन, अस्पताल जाउँ। म अस्पताल पुगेँ। डाक्टरले मेरो पेट थिचेर जाँच गर्नुभयो। रगत र अल्ट्रासाउन्ड रिपोर्टले एपेन्डिक्स सुन्निएको पुष्टि गर्यो। डाक्टरले भन्नुभयो, औषधिले मात्र पुग्दैन, तुरुन्तै अपरेसन गर्नुपर्छ। अपरेसनको नाम सुन्नासाथ मनमा धेरै डर र प्रश्नहरू उब्जिए। केही समयमै मलाई अपरेसन थिएटरतर्फ लगियो। डाक्टरले आश्वस्त पार्नुभयो। औषधि दिएपछि म बिस्तारै निधाएँ। सर्जनहरूले सानो प्वालबाट क्यामेरा प्रयोग गरी सुन्निएको एपेन्डिक्स निकाले। होस खुल्दा अपरेसन सकिसकेको थियो। पेटमा हल्का दुखाइ मात्र थियो। नर्सहरूको सहयोगमा म उठेर हिँड्न थालेँ। यो निको हुन महत्त्वपूर्ण थियो। 1-2 दिनपछि म घर फर्किएँ। सही समयको निर्णय नै मेरो लागि सही साबित भयो। एपेन्डिसाइटिस एक आपतकालीन अवस्था हो। यदि दुखाइ बढ्यो भने तुरुन्तै चिकित्सा सहायता लिनुहोस्, नपर्खनुहोस्।